तपाईँहरूको घरमा बच्चाहरू हुनुहुन्छ, बच्चाहरूलाई फोनहरू दिनुहुन्छ भने अब फोनहरू खेलेर एकदम दिक्क हुनुहुन्छ भने त्यसको लागि टिभीमै खेल्नका लागि दुईटा रिमोटमा तपाईँले दुईटा ब्याट्री राख्नुपर्ने हुन्छ। यसरी नै दुईटा पेयर हुन्छ है। पेयर भएपछि तपाईँले यसमा देख्न सक्नुहुन्छ टिभीमा यसरी जोडेर, जसमा तपाईँको एउटा HDMI केबल आउँछ भने एउटा कनेक्टर आउने हुन्छ। जसमा देख्न सक्नुहुन्छ हामीले यसरी जोडिसकेको छौँ। यसमै तपाईँको कनेक्टर पनि आउने हुन्छ। यसमा तपाईँको अर्को एउटा लाइन दिनुपर्ने हुन्छ भने टिभीमा डाइरेक्ट जोडेर यसरी गेम स्टार्ट गरेर दुईजनाले मजाले खेल्न सक्नुहुन्छ। जसमा यो बक्स आउँछ भने अब यसरी गेम स्टार्ट गरेर तपाईँले सर्च गरेर गेमहरू पनि धेरै तपाईँको धेरै थरीहरूको छ, आफैले सिलेक्ट गरेर खेल्न सक्नुहुन्छ भने सर्च गराएर तपाईँले डाउनलोड गराएर पनि खेल्न सक्नुहुन्छ। ल्याङ्ग्वेजहरू आफैले तपाईँले यो रिसेट गर्न मिल्छ भने जसमा तपाईँको यसमा भित्र 64 GB को मेमोरी कार्ड आउँछ, जसमा त्यसमा फुल हुने गरी तपाईँले गेमहरू पाउन सक्नुहुन्छ। अब दुईजनाले यसरी मजाले गेम खेल्न सक्नुहुन्छ। स्टार्ट गराएर देख्न सक्नुहुन्छ है। अब यो स्टार्ट भयो भने हामी दुईजनाले यो रिमोटबाटै स्टार्ट अप्सन भयो। अब यसमा तपाईँको ल हेर्नु ल, हामी दुईजना खेलेर गर्दैछौँ। अब यसमा तपाईँको स्टार्ट हुने भयो। अब देख्न सक्नुहुन्छ स्टार्ट गरियो। अब यसै जोइस्टिकबाटै चलाएर तपाईँले गेमहरू खेल्न सक्नुहुन्छ, फाइटिङहरू खेल्न सक्नुहुन्छ है। अब राउन्ड 1 भनेर आयो। यसरी नै तपाईँको हामीले अब फायरिङ हान्नुपर्ने हुन्छ। यसरी दुईजनाले यसरी खेल्ने। अब दुईजना मध्ये कसले किन टाढा गइरहेको छ यो।